लसो दर्शन नमस्ते गाइजहरू। आज म तपाईँलाई एकदमै सुन्दर ठाउँ र जहाँ धेरै मानिसहरू लाखौँ तिरेर यो पानीको फोहरालाई हेर्नलाई आउँदो रहेछन् र यस ठाउँमा चाहिँ म तपाईँलाई पनि देखाउन गइराखेको छु। ल हेर्नुहोस् गाइजहरू, धेरै मान्छेहरू यहाँ ठाउँ ठाउँबाट हेरिराखेका छन्, फोटो खिचिराखेका छन्। यहाँ चाहिँ तपाईँको पानीको फोहराको डान्स छ है गाइजहरू। यहाँ यो यत्तिकै यो भइराखेको होइन, यसमा ठुलो साउन्डहरू पनि बजिराखेको छन् र यो चाहिँ म यसो हेर्दाखेरि एकदमै राम्रो लाग्यो र तपाईँहरूको लागि पनि है, कतिजना रियल रूपमा आउन नसकेकोहरूको लागि एकदमै होइन, अब यो डिजिटल माध्यमबाट तपाईँलाई पनि त्यहाँसम्म पुग्ने र यो अवलोकन गर्ने अवसर चाहिँ म दिइराखेको छु। हेरेर साथ दिनु होला र यो एकदमै राम्रो छ र यसो हेर्दाखेरि हामी आफै छक्क पर्छ र यसो हेर्दाखेरि धेरै समय पहिला एउटा राजा भनौँ न, बेबिलोन शहरमा एकजना राजाले चाहिँ एकदमै आफूसँग एकदमै धन सम्पत्ति धेरै हुँदाखेरि धेरै राम्रो सुन्दर बगैँचाहरू बनाएछ र एउटा गार्डन पनि बनाएछ। त्यो चाहिँ हावामै झुन्डिएको एउटा गार्डन है, ह्याङ्गिङ गार्डन भन्दो रहेछ। लगभग सेम त्यस्तै यहाँ पनि एउटा गार्डन जस्तै एउटा बनाएछ र यहाँबाट हेर्दाखेरि तपाईँको सुन्दर सहरको दृश्य पनि देखिने र साथसाथै पानीको डान्सहरू पनि देखिने र यो दृश्यलाई आज म तपाईँहरूको सामु ल्याइराखेको छु। र हेर्नुहोस् है गाइजहरू, यो एकदमै राम्रो छ र सायद यो विश्वमा पहिलो नम्बरमा चाहिँ सायद यो आउन सक्छ जस्तो लागिराखेको छ मैले हेर्दाखेरि। र धेरै मान्छेहरू यो हेरिसकेपछि यति खुसी हुँदो रहेछ, यति खुसी हुँदो रहेछ, 10 लाख तिरेर आउनेहरू पनि मन खुसी भएर फर्किँदो रहेछ है गाइजहरू। ल हेर्नुहोस्, र यहाँ ट्याक्क यहाँ हेर्दा हेर्दै यहाँ चिया कफी है के खान मन लाग्छ टकटक आउँदो रहेछ है गाइजहरू, आउँदो रहेछ। खाजा साजा सबैको व्यवस्था पनि हुँदो रहेछ। अनि आज म पनि गएँ र कफी पनि पाएँ है। मैले कफी खाँदै यो दृश्यलाई म हेरिराखेको छु है गाइजहरू। र यो चाहिँ कुन ठाउँ भनेर तपाईँ सोच्दै हुनुहुन्छ भने यो युएई दुबई मलको अगाडि है गाइजहरू, यस्तो छ। र तपाईँ हेर्नुभयो, यो देख्नु भएन भने तपाईँ ट्याक्कै 30 मिनट तपाईँ पर्खिनुहोस्। 30 मिनटमा एउटा सो हुन्छ र यो चाहिँ सबभन्दा लामो सो है गाइजहरू। त्यो चाहिँ मैले देखेको छु, हेरिराखेको छु। यो चाहिँ 5 मिनटको हुन्छ र अरू भनेको तपाईँको अरू दिनमा चाहिँ तपाईँको 2 मिनट 3 मिनट यति हुन्छ। यो चाहिँ एकदमै लामो छ है गाइजहरू। 5 मिनटको सोलाई चाहिँ म प्रस्तुत गरिराखेको छु गाइजहरू। वरिपरि झिलिमिली बत्तीहरू छन्। ल हेर्नुहोस् गाइजहरू, यहाँ गीत पनि यस्तै खाले गीत छ, तर गीत राख्दाखेरि चाहिँ अलि नसुहाउने हो कि भनेर मैले गीतलाई चाहिँ हटाएको छु। र गीत अनुसार यो पनि डान्स गर्ने अहिलेको समयमा हेर्दाखेरि मान्छेले मात्रै डान्स गर्छ, यहाँ पानीले डान्स गरिराखेका छन् है गाइजहरू। ल 3 ठाउँमा यस्तो सोहरू चलिराखेको छ, एउटा यतापट्टि, एउटा बिचमा, एउटा पारिपट्टि छ है गाइजहरू। यो वरिपरि हजारौँ मान्छेहरूले फोटो खिचिराखेका छन् र भिडियो बनाइराखेका छन्, टिकटकतिर हालिराखेका छन्। एकदमै छ, रमाइलो छ है गाइजहरू। तपाईँ पनि 2-3 लाख तिरेर यहाँसम्म आउन सक्नुहुन्छ। यहाँ आइसकेपछि त्यो पैसा यत्रो पैसा गयो भन्ने तपाईँ त्यो चिन्ता हटेर जान्छ है गाइजहरू। त्यस्तो आनन्द छ है गाइजहरू। र यहाँ त आइसकेपछि त त्यो मात्रै होइन गाइजहरू, गर्लफ्रेन्ड छ भने त्यहाँ तपाईँले यस्तो खुसी हुन्छ, त्यो गर्लफ्रेन्डलाई 10 चोटि तपाईँले आई लभ यु भन्छ गाइजहरू। त्यस्तो प्रपोज नै हान्ने स्थितिको यहाँ ठाउँ बनाएको रहेछ गाइजहरू। ल हेर्नुहोस् गाइजहरू, यो सहरभन्दा पनि माथि पुगिराखेको छ र यो पानीको फोहरा चाहिँ एकदमै बम पड्के जस्तो आवाज आइरहेछ। लो गाइजहरू, आकाश नै छोइराखेको छ र यो जति अग्लो घर छ त्यति नै पुग्छ है गाइजहरू। यो पनि अहिले चाहिँ यो सानो सानो तलतिर, तर त्योभन्दा माथि अहिले यो यिनीहरूले चाहिँ एकदमै माथि यो सहर नै टपिराखेको छन् है गाइजहरू। ठुलो ठुलो पानीको पोखराहरू हानिराखेको छ है गाइजहरू। ल हेर्नुहोस्, अब चाहिँ लगभग लास्टमा सकिएको घोषणा गरिराखेको छ, यसले नमस्ते गरिराखेको छ है गाइजहरू। ल हेर्नुहोस्, एकदमै खतरा छ गाइजहरू। तपाईँ पनि आउनु होला, भिजिट गर्नु होला र खुसी भएर फर्किनु होला है त गाइजहरू। ल